Hey guys, what's up? Welcome to my channel. You're watching Steady Vlogs. आज चाहिँ हामी यसो हल्का ड्राइभमा गएको साथीसँग हैन हामी यो पुरानो बाटो जाँदै छ यो के बाटो भन्छ ल NH नेशनल हाइवे यहाँ राम मन्दिर माथि देखेर राम मन्दिर हैन राम मन्दिर हैन आज यसो बोल्दिउ न त गाडी हर्न पनि बजाउँदै गर साथी बोलाइदिएर अहिले यस्तो हैन राम्रो बोल्नु नि चढ ब्रेकमा हावा अघि यस्तो बग्दै जानुहोस् फेरि बग्यो सो गाइज हामी चाहिँ हाम्रो अर्को साथीकोमा गएको इज अल्सो अ भ्लगर है त्यो चाहिँ एक्टर पनि हो अब त्यो त एक्टरको अब के हुँदैछ हाल खबर है यहीँ भएर पनि हामी साथीहरू भेटेको छैन सो आज हामी त्यसकोमा गएको त्यसलाई मैले भनेको छुइनँ हामी आउँदैछु भनेर तर हाम्रो क्यामेराको पछाडि चाहिँ छ हाम्रो अर्को साथी युभी है यो युभीले चाहिँ मलाई गाडी चलाउन सिकाएको कस्तो हुँदैछ सर एकदम प्रोग्रेस राम्रो छ सरले एकदम ठिक छ यहाँ बनाउँदै रहेछ है बाटो हर्न बजाइ साथीको अब हामी साथीको घर पुग्न आँट्यो हो हेरौँ त्यसले के दिन्छ हामीलाई भोक लाग्यो अलरेडी कति 5 बजिसकेको छ चिया दिन्छ कि के दिन्छ हेर्नुहोस् है गाइस त्यसले के अफर गर्दैछ हामी के पनि भन्दैनौँ नि फेरि ल दामी देख्दै है दामी हर्न साथी हर्न बोलायो Please mind your head, अरे ओ साथी चाहिँ यहाँ रहेछ नि त याइज बडा आम लुते बसेछ त हो सो गाइज मेरो साथीलाई भेटेँ मैले यहाँनिर आफ्टर मेनी मन्थ्स है सो व्हाट्सअप के गर्न यो स्कुटी रेन्टमा लिएको थियो कि त्यही लिन आएको ए यो चाहिँ हाम्रो प्रपर्टी समिट है समिट होटल ग्रुप अफ चेन्जको चाहिँ यहाँ एउटा प्रपर्टी छ गयाबारीमा अन्त साथी मलाई क्याफे देखाउँछ अन्त यहाँको दामी रहेछ त यो इन्ट्रेस्टिङ हुने रहेछ लोकेसन यहाँ सुटिङको लागि ओके यताको हेरौँ न हामी चाहिँ यहाँनिर क्याफे हेर्न आएको लोकेसन है यो पर्फेक्ट रहेछ साथी दिस इज पर्फेक्ट यही चाहिँ यही दिस इज पर्फेक्ट आमा यहाँ फिग होइन यो होइन फिग जस्तो छ त यो त नेवारा है फिगले यो पनि दामी रहेछ लोकेसन ऊ हाम्रो यो साथी त्यहाँ छ यो सो गाइज यो चाहिँ घयाबारीमा छ है म अलि अघि पनि भनिहालेँ तपाईँलाई होइन यो चाहिँ समिट ग्रुप अफ होटेल्सको एउटा होटेल हो घयाबारीमा होइन अन्त यहाँ हेर्नुहोस् यो प्रपर्टीमा यहाँ स्विमिङ पुल पनि रहेछ सानो बढे है कोजी कर्नर है पर्फेक्ट हाइडवे वासरुम पनि रहेछ यहाँनिर सो एकदमै मन पऱ्यो मलाई यहाँनिर यस्तो जग्गामा सोचेको थिएन हामीले यस्तो हुन्छ भनेर यहाँ क्याफे पनि हेर्नु क्लासिक रहेछ हो प्रपर्टी इज नाइस मलाई एकदम मन पऱ्यो डेकोरेसन हेर्नुहोस् यहाँ एस्थेटिक कुनामा एस्थेटिक भिन्टेज सिनेमेटिक गरिदिन्छु ल माथि चाहिँ रुम्सहरू रहेछ जाउँ है टाइम छिट उयो भएर चाहिँ जान्छ चाबी छोडिदिन्छ भन्छ नि घटेको छ कि छैन भन्दै यो कहाँ घट्छ इस घटेको छैन इस के खानु थाल्यो नर्भस भयो त म त यहाँ हाम्रो आजको कुक यहाँ छ मास्टर सेफ चियाको मास्टर सेफ
त्यहाँको मान्छे छैन चियापत्ती कहाँ छ पानी चाहिँ दामी उमालिदिन्छ के छ साथी के उमाल्छ अरे पानी चाहिँ दामी उमालिदिन्छ ओइ ब्ल्याक टी हुन्छ What up? ब्ल्याक टी हुन्छ खाँदैन ब्ल्याक टी खान्छु नि कफी खान्छ ब्ल्याक कफी होइन ठिकै छ ब्ल्याक टी ब्ल्याक हो ब्ल्याक टी पकिँदैछ उम्लिँदै अन्त यसलाई हाल्दैन भएछ अनि यसै कफी चाहिँ म पिउँदिनँ किनकि मेरो रिस होइन कफी चाहिँ म पिउँदिनँ किनकि अब कतिलाई एङ्जाइटीहरू हुनेले क्या कफी खानु हुँदैन क्या निन्द्रा अब ज्यादा म ज्यादा कफी खाएछु पहिला कि अन्त निन्द्रा लाग्थेन राति त्यही कारण म कफी खाएँ कि त राति निन्द्रा लाग्दैन सो आई डोन्ट प्रेफर कफी सो म ब्ल्याक टी नै पिउने हो तेरो रिल्सहरू बनाइदिनको लागि कस्तो बेलुका आएको होइन अब हाम्रो काम थियो नि त साथी है त्यही भएर हामी सिङ्गल 2 खेप पुगेर आयो किन बाबाको त्यो ब्लड टेस्टको रिपोर्टहरू लिएर त्यो सबै गरेर सिबिसीहरू रेगुलर चेकअप राम्रै आयो उसको कुपन राखिरहेको छ नि जिम गर्छु जान्छ त्यो देख्छ यो टाल्ने देख्छ बर्गल कार्टलमा त्यो टाल्ने देख्छ नि क्या देख्छ न ए यहाँ चाहिँ साथीहरूको कुखुरा छ अरे कि तपाईँहरूलाई देखाउँछु कि लु चोर्नुपर्छ त्यो कुखुरा खै यहाँबाट पस्छ यहाँ रहेछ हो सो कुखुरा चोर्नु छ भने घैयाबारी आउनुहोस् हो मैले देखाइदिएको छु त्यहाँनिर भोलिको कुखुरा हराएर राख्छ भने मलाई नपक्रिदिनु फेरि होइन यो साथी ब्ल्याक टी एन्ड ब्ल्याक कफी तपाईँलाई भनेको थिएँ हाम्रो साथी कति दिलदार छ हामीले के बनाइदिन्छ नि केही दिएर के बनाइरहन्थ्यो चेस सो अब ब्ल्याक टी एन्ड नम्किन होइन नम्किनलाई हामी नेपालीमा भन्छ निम्की होइन साथी निम्की खाइदियो के खान्छ भन्छु निम्की